नमस्ते। सन्चै एकदमै आराम। तपाईँको यो काम छ यो वर्क हार्ड एकदम एक्सप्रेसिभ हो एकदम तपाईँले तपाईँले मलाई एउटा एकदम लागेको तपाईँले धेरै भयो काम गरेको जङ्गल सिरिज तपाईँले जङ्गललाई के कसरी डिस्क्राइब गर्नुहुन्छ कसरी हेर्नुहुन्छ जङ्गल चाहिँ जङ्गलले चाहिँ म मात्रै होइन कि जस हाम्रो यो समग्रमा कुरा गर्नुपर्दाखेरि चाहिँ यो हाम्रो यो सभ्यता हुन्छ नि सम्पूर्ण मान्छेहरू अब मान्छे मात्र होइन कि सबै जीव जनावरहरू जे पनि छ नि तिनीहरूको चाहिँ जीवनलाई चाहिँ के भन्छ रिफ्लेक्ट गर्छ जस्तो लाग्छ हुन्छ नि जीवन उनीहरूको जिउने तरिका भोगाइदेखि लिएर अनि मलाई पनि मैले चाहिँ यो सिरिजहरूमा चाहिँ त्यही मेरो भोगाइहरू मसँग जोडिएको मैले माया गरेको मैले बिर्सिन नचाहेका कथाहरू चाहिँ कोर्न खोजे हो जस्तो लाग्छ मलाई चाहिँ खोजिरहेको छु। हजुर त्यसमा हामीले हराएको श्रीकान्त महसुस हुन्छ नि जब त्यो सूर्य ढल्छ नि त्यसपछि त्यो आउँछ नि लाइटहरू त्यो जङ्गलभित्र भन्ने लाइटहरू तपाईँ त्यो लाइट कसरी लिनुहुन्छ तपाईँको प्रयास काममा त्यो लाइट एकदम त्यो बिहानको टाइम बिहान एकदम मर्निङ टाइम अन्त त्यो सन्सको टाइम जङ्गलको एउटा आउँछ नि जब त्यो जङ्गलको पातहरू सुन्छ टल्किन्छ नि त्यो कुराहरू एकदम त्यसको आभास एकदम आइरहन्छ शान्तिलाई ठ्याक्कै त्यो लाइट पर्दाखेरि चाहिँ कस्तो एउटा छुट्टै आभास हुन्छ कि हुन्छ नि सबै चिज चाहिँ ल एभ्रिथिङ इज ओके है यो संसारमा यावत कुराहरू भइरहेछ नि दुनियाँ दिवाना कता कसैले कसलाई मारिरहेछ हुन्छ नि कता के भइरहेछ कता बलात्कार भइरहेछ हुन्छ नि त्यस यावत कुराहरू त छ भइरहेछ तर जब त्यो ठाउँमा पुग्छु अनि त्यहाँ चाहिँ त्यहाँ यावत अरू राम्रो कुराहरू खेलिरहेछ क्या हुन्छ नि जस्तै तपाईँले भने जस्तै त्यो लाइट पातमा परिसकेपछि तिनीहरू त्यो खेल्छ नि अनि त्यो कुराहरूले चाहिँ एउटा पिस पनि छ एक्जिस्ट गर्छ है एउटा सुकुन क्या अनि सायद अहिलेको टाइममा सायद मैले खोजिरहेको कुरा पनि त्यही होला अनि सनसेट सनराइज त्यही जङ्गल जाँदाखेरि चाहिँ मलाई चाहिँ अब के लाग्छ भन्दाखेरि सूर्यले चाहिँ अब दुनियाँ घुमेर आउँदाखेरि अन्तिममा चाहिँ त्यो मलाई चाहिँ त्यहाँ भेट्न आउँछ जस्तो लाग्छ त्यो जङ्गलमा भेट्न आएको हुन्छ नि अनि हालखबर साटेको हुन्छ नि के छ तँलाई कस्तो छ भन्छ जस्तो लाग्छ कि त्यो कन्भर्सेसनहरू अनि म चाहिँ त्यो टिप्न चाहन्थेँ हुन्छ नि मोस्टली मैले चाहिँ प्लेन एयरहरू गर्दाखेरि चाहिँ मेरो चाहिँ के भन्नु मेरो उद्देश्य नै त्यही हुन्थ्यो एउटा जस लाइट टिपौँ हुन्छ नि त्यो पातमा एकछिन बसिरहेको त्यो त धेरै बेर बस्दैन नि त अनि सायद त्यही हुन्थ्यो अनि अहिले चाहिँ अनि एक दिन चाहिँ त्यही लाइट टिप्ने क्रममा चाहिँ टिप्न जाँदाखेरि भनौँ न एउटा एकजना व्यक्तित्वले एउटा कुरा भनेको थियो क्या के अरे डु वाट यु लभ एन्ड लेट इट किल यु भन्ने कुरा छ नि लिटरल्ली त्यो टिप्न जाँदाखेरि चाहिँ एउटा घटना पनि घटेको थियो क्या मलाई चाहिँ लिटरल्ली हुन्छ नि झन्डै एउटा नमिठो घटना घटिरहेको थियो त्यतिखेर त्यस पश्चातको बचिसकेपछिको कामहरू हो क्या यो चाहिँ मैले हुन्छ नि यदि म नभएको भए चाहिँ मैले यो कलरहरू चाहिँ खेलाउन पाउँदिनँ थिएँ क्या हुन्छ नि अनि त्यो कलरहरू चाहिँ अब मैले खेल्नुपर्छ जस्तो लागेर अझै अनि यो मिडियम पनि इट्सेल्फ एकदमै चाइल्डिस छ जस्तो लाग्छ क्या अनि त्यसले माग्छ क्या त्यो प्लेफुलनेस हुन्छ नि अनि त्यो चाहिँ अलिकति कमी भइरहेको थियो कि क्या हो हुन्छ नि त्यो कमी चाहिँ महसुस भइरहेको हुन्थ्यो अनि सायद त्यसको
परिपूर्तिको लागि पनि मैले यो गरिरह हो जस्तो लाग्छ मलाई। अनि त्यही नै हो, अन्त्यमा आफूलाई जेमा खुसी मिल्छ त्यही त हो नि है, मान्छेहरूले पनि जस्तो लाग्छ। एउटा प्रश्न मनमा आयो, यो तपाईँ र यो वन छ नि एउटा देववन, हजुर हजुर सिरिजमा गर्नुभएको, हजुर देववन, तपाईँ र त्यो वनको सम्बन्ध के छ? दुईटा बिचमा एउटा एकदमै एकदमै हजुर दुईजना एउटा पर्सनल सम्बन्ध यस्तो छ, हुन्छ नि कस्तो घनिष्ठ नजिकको साथ जब टाढिन्छ नि, अनि त्यतिखेर चाहिँ के नभएको जीवनमा है, के को कमी हुन्छ क्या, एउटा भोइड फिल हुन्छ नि। सबै छ, हरेक कुरा छ नि त संसारमा, तर पनि केही कुराहरू चाहिँ मिसिङ हुन्छ क्या। त्यो एउटा कसैसँग त्यो सम्बन्ध त्यस्तो प्रगाढ छ, नजिक छ भने, कोही छैन भने। मेरो चाहिँ देववनसँग चाहिँ त्यस्तो सम्बन्ध थियो। म चाहिँ सानै हुँदाखेरि काठमाडौँ आउनु पऱ्यो नि त, अनि मलाई चाहिँ सायद त्यो जङ्गल चाहिँ कस्तो हुन्छ नि, जङ्गलसँग टाढिएँ नि त म, अनि यता आएपछि छुट्टै संसार थियो। तर जब म फेरि फर्किएँ त्यसपछि चाहिँ अझै त्यसको महत्त्व अझै बुझ्न पाएँ मैले, उसँग अझै नजिक हुन पाएँ, हुन्छ नि। अनि त्यो लङ लस्ट फ्रेन्डहरू भेटिसकेपछिको त्यो हुन्छ नि, कस्तो एउटा छुट्टै हुन्छ नि है, म वर्णनै गर्न सकिरहेको छैन सायद त्यो फिलिङ। त्यसरी त्यही थियो, त्यही नै हो जस्तो लाग्छ मलाई। अनि अहिले चाहिँ कस्तो पनि फिल हुन्छ भन्दाखेरि त्यहाँ चाहिँ सबै चिज छ क्या, हुन्छ नि। म कति प्राय कुराहरू चाहिँ बिर्सिरहेको हुन्छु नि त, अनि त्यहाँ चाहिँ त्यो कुराहरू, मैले बिर्सिएको कुराहरू गुन्जिरहन्छ क्या, मलाई सम्झाइरहन्छ क्या, हुन्छ नि। त्यसले त्यो काम पनि गरिरहेछ। अनि एक हिसाबमा उसले मलाई हिल पनि गरिरहेछ नि त, अनि मलाई पनि उसले हिल गरिरहेछ, अनि मबाट पनि केही हुनुपर्छ होला, रेसिप्रोकेट सम्बन्ध। अनि म चाहिँ उसलाई चाहिँ जोगाउनु लागि परेको छु, तर यो अहिले चित्रमा सीमित भइरहेछ। अनि तपाईँको यो पहिलाको एउटा सिरिज छ नि, जुन चाहिँ एकदम मनमै छ, अरे चाहिँ त्यो चाहिँ कस्तो हुन्थ्यो त्यो तपाईँको सिरिज एक हुल बतास, त्यसको बारेमा थोरै भन्नुहोस्। एक हुल बतास चाहिँ के हुन्छ? एक हुल बतास चाहिँ, एक हुल बतासले चाहिँ त्यो मभन्दा अगाडिको मान्छेहरूलाई चाहिँ मैले समेट्न खोजे हो, उनीहरूलाई सिम्बोलिकली एक हुल बतास दिएको हो। यस्तो भएको थियो, एकचोटि प्लेन एयर गर्दै थिएँ, तपाईँले भने जस्तै अघि सनसेट नै गर्न खोजिरहेको थिएँ। अनि त्यो गर्न खोजिरहँदाखेरि चाहिँ कस्तो एउटा साउन्ड आयो क्या, सुँ आवाज चाहिँ नि सुर गयो क्या। अनि त्यो सँगसँगै कस्तो त्यो पातहरू पनि लगिरहेको थियो क्या। अनि त्यो चाहिँ मलाई चाहिँ हुन्छ नि, त्यो हाइमहरू क्या, मेरो एन्सेस्टरहरूले गाउने गीतहरू, त्यो सुसेली, म पनि कहिलेकाहीँ सुसेलिरहेको हुन्छु, तर त्यो कुन गीत पत्तै पाउँदिनँ क्या। सायद त्यही गीतहरू चाहिँ त्यो सबकन्सियसली त्यो आइरहेको हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ। अनि उहाँहरूलाई नै मैले एक हुल बतास भन्न खोजेँ हो। अनि त्यही सिरिजमा चाहिँ मैले उहाँहरूलाई सम्झिन चाहेको हुन्छ नि, किनभने जङ्गल छ र त उहाँहरू पनि छ जस्तो लाग्छ मलाई। अनि मलाई चाहिँ कसैको अस्तित्व जोगाउनु छ भने चाहिँ ती यावत चिजहरू जोगिनु जरुरत छ जुन चाहिँ ती मान्छेहरूले चाहिँ उपभोग गरेको थियो क्या, जुन चाहिँ पछिसम्म पनि सबैले उपभोग गर्नु पाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।